आज चाहिँ मैले घरमै सबै इन्ग्रिडियन्टहरू लिएर पिज्जा बनाएको। यसको लागि चाहिँ धेरै मेहनत चाहिँ खासै लागेन, तर मेनली चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ हजुरले डो बनाउँदा हैन, अनि त्यसपछि मेन भनेको के भेजिटेबल इन्ग्रिडियन्टहरू हाल्नुहुन्छ त्यसमा सबै कुराहरू डिपेन्ड गर्छ। यसमा हजुरले भेज पिज्जा बनाउन चाहनुहुन्छ अथवा चिकन पिज्जा बनाउन चाहनुहुन्छ, कस्तो टाइपको अब हेल्दी टाइपको पिज्जा बनाउन चाहनुहुन्छ भने चाहिँ इट डिपेन्ड्स अपन यु हैन। अनि मेन कुराहरू चाहिँ हजुरलाई अब कस्तो खान मन लाग्छ, के एड गर्न मन लाग्छ त्यो हजुरमा डिपेन्ड, इट्स अप टु यु, हजुरमा डिपेन्ड गर्छ। यो चाहिँ मैले घरमै सबै इन्ग्रिडियन्टहरू लिएर आएर अनि त्यसपछि तयार गरेको पिज्जा हो। हजुरलाई कस्तो के लाग्छ हजुरले कमेन्ट बक्समा मेसेज गर्न सक्नुहुन्छ। हजुरलाई केही लाइक अब के इन्ग्रिडियन्टहरू हालेको के हो जानकारी बुझ्नको लागि छ भने चाहिँ हजुरले कमेन्ट बक्समा मेसेज गर्दा हुन्छ। नेक्स्ट टाइम चाहिँ म भेज पिज्जा मात्रै बनाउँछु, त्यतिखेर चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले 350 डिग्रीमा राखेर हिट गरेको हो। अनि यो चाहिँ लगभग अलमोस्ट पाकिसकेको, अब निकाल्न मात्र बाँकी भएको हो। त्यही भएर हजुरलाई कस्तो लाग्छ भनिदिनुहोस् ल। हस्, धन्यवाद। In 2 days, you will last 20 gallons. 40 gallons. No, you have to